दैछु। शेयर मार्केट 2400सम्म झर्छ, मेरो आधार हो यो, मेरो विश्लेषण हो यो। तर झर्न सक्ने आधारहरू के छन् त? 1 नम्बरमा लिएको छु मैले, बैंकिङ प्रणालीमा तरलता यानि कि लिक्विडिटी घट्यो भने। बैंकिङ प्रणालीमा तरलता यानि कि लिक्विडिटी घट्यो भने नेपाली शेयर मार्केटलाई कसरी नकारात्मक असर पार्छ र पुनः मार्केट 2400सम्म झर्न सक्छ भन्दाखेरि ब्याज दर उल्लेख्य रूपमा बढ्यो भने, मार्जिन ल्यान्डिङ कडा भयो भने, बैंकहरूले शेयर कर्जामा कडाई गरे भने नेपाली शेयर मार्केटमा नकारात्मक असर पर्नुका साथै यसले पुनः मार्केटलाई 2400सम्म धकेलेर नेपाली शेयर मार्केट पुनः 2400सम्म जान सक्छ भन्ने हाम्रो अनुमान हो। त्यस्तै गरी 2 नम्बरमा लिएको छु मैले अर्को आधार, एनआरबी को कडा मौद्रिक नीति। एनआरबी को कडा मौद्रिक नीति भनेको के हो त? यसले नेपाली शेयर मार्केटलाई कसरी असर गर्दछ? शेयर बजारलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्ने निर्देशन हो यो। लोन टु भ्यालु वा मार्जिन सम्बन्धी कडाई भयो भने नेपाली शेयर मार्केटलाई नकारात्मक असर गर्दछ र पुनः 2400सम्म नेपाली मार्केट झर्न सक्ने अनुमान लगाउन सकिन्छ। यस्तै गरी 3 नम्बरमा लिएको छौँ हामीले नेपाली शेयर मार्केट 2400सम्म झर्न सक्ने सम्भावना कति छ भन्दाखेरि अर्को 3 नम्बर असर गर्ने बुँदा हो राजनीतिक अस्थिरता। राजनीतिक अस्थिरताले शेयर मार्केटलाई कसरी नकारात्मक असर पार्छ र पुनः मार्केटमा गिरावट आउने सम्भावना हुन्छ भन्दाखेरि सरकार परिवर्तन, नीति अन्यल वा ठुलो राजनीतिक विवादले लगानीकर्ताको विश्वास घट्न सक्छ, जसको कारण नेपाली शेयर मार्केटलाई नकारात्मक असर पर्नुका साथै मार्केट पुनः 2400सम्म झर्न सक्ने अनुमान गर्न सकिन्छ। त्यस्तै गरी चौथो नम्बरमा 4 नम्बरमा हामीले लिएका छौँ कमजोर कम्पनीका नाफाहरू। कमजोर कम्पनीको नाफाहरू भन्ने बुँदाले कसरी नेपाली शेयर मार्केटलाई नकारात्मक असर पार्छ र मार्केट पुनः 2400सम्म घट्न सक्छ भन्दाखेरि बैंक तथा अन्य सूचीकृत कम्पनीहरूको क्वार्टरली अर्निङ अपेक्षाभन्दा कमजोर आउनुले नेपाली शेयर मार्केटलाई नकारात्मक असर पार्नुका साथै 2400सम्म पुनः झर्न सक्ने अनुमान लगाउन सकिन्छ। त्यस्तै गरी 5औं बुँदा छ पर्फेक्ट बुकिङ र प्यानिक सेलिङ। पर्फेक्ट बुकिङ र प्यानिक सेलिङले नेपाली शेयर मार्केटलाई कसरी नकारात्मक असर पार्न सक्छ भन्दाखेरि ठुलो र्यालीपछि संस्थागत तथा ठुला लगानीकर्ताले बिक्री बढाए भने रिटेलर कर्ताहरूले पनि प्यानिक सेलिङ गर्न सक्दछन्, जसको कारण शेयर मार्केटलाई नकारात्मक असर पर्नुका साथै पुनः मार्केट 2400सम्म झर्न सक्छ भन्ने हाम्रो अनुमान हो। त्यस्तै गरी 6 नम्बरमा अर्को महत्त्वपूर्ण बुँदा हो टर्नओभर लगातार घट्नु। टर्नओभर लगातार घट्नुले नेपाली शेयर मार्केटलाई कसरी नकारात्मक असर पार्छ र पुनः 2400सम्म धकेल्न सक्छ भन्दाखेरि दैनिक कारोबार निकै कम हुँदै जाँदा बाइङ सपोर्ट कमजोर हुन्छ, जसले इन्डेक्स तल धकेल्न सक्छ, जसको कारण नेपाली शेयर मार्केटलाई नकारात्मक असर पर्नुका साथै मार्केट पुनः 2400सम्म झर्न सक्ने अनुमान सजिलै लगाउन सकिन्छ। त्यस्तै गरी 7 नम्बर बुँदा हो टेक्निकल ब्रेकडाउन। टेक्निकल ब्रेकडाउन भनेको के हो त? यसले शेयर मार्केटलाई कसरी नकारात्मक असर पार्छ र मार्केट पुनः 2400सम्म झर्न सक्छ भन्दाखेरि महत्त्वपूर्ण सपोर्टहरू जस्तै 2600, 2500 आदि इत्यादिका महत्त्वपूर्ण सपोर्टहरू उच्च भोल्युम सहित फुटे भने अर्को सपोर्ट 2400 आसपास खोज्न सक्दछ मार्केटले। टेक्निकल एनालाइसिसमा सपोर्ट ब्रेक हुँदा सेलिङ मोमेन्टम बढ्न सक्छ, जसको कारण नेपाली शेयर मार्केटलाई नकारात्मक असर पर्नुका साथै मार्केट पुनः 2400सम्म झर्न सक्छ भन्ने हाम्रो आकलन हो। त्यस्तै गरी मार्केट पुनः 2400सम्म झर्न सक्छ भन्ने अर्को महत्त्वपूर्ण बुँदा 8 नम्बरमा नकारात्मक नियामकीय वा कर नीतिलाई लिएका छौँ हामीले। नकारात्मक नियामकीय वा कर नीतिले कसरी शेयर मार्केटलाई नकारात्मक असर पार्छ र मार्केट पुनः 2400सम्म झर्न सक्छ भन्दाखेरि क्यापिटल मार्केट सम्बन्धी अप्रत्याशित नीति, कर वृद्धि वा सेवन अथवा एनआरबी सम्बन्धी अन्यलले सेन्टिमेन्ट बिगार्न सक्छ। हालका वर्षहरूमा नियामकीय अनिश्चितताले बजारमा दबाव परेको विश्लेषकहरूको भनाइ छ, जसको कारणले
सेयर मार्केटलाई नकारात्मक असर पार्नुका साथै मार्केट पुनः 2400 सम्म जान सक्छ भन्ने अर्को दरिलो उदाहरण यो पनि हुन सक्छ। 2400 पुग्ने सम्भावना कति छ भनेर हामीले बुँदागत रूपमा 8 वटा बुँदा प्रस्तुत गर्यौं, तर यसलाई 2400 सम्म पुग्न चाहिँ कतिको सम्भावना छ त? के साँच्चीकै 2400 सम्म मार्केट पुग्छ त? 2400 सम्म पुग्न सक्ने सम्भावना छ, तर त्यसका लागि सामान्य करेक्सन भन्दा ठूला नेगेटिभ क्याटलिस्ट चाहिन्छ। यदि लिक्विडिटी राम्रो रह्यो भने, इन्ट्रेस्ट रेट कम भयो भने, त्यस्तै गरी सरकार र एनआरबीबाट बजार मैत्री नीति आयो भने शेयर मार्केट घट्ने सम्भावना म देख्दिनँ। यदि मैले बताएका यी चीजहरुमा जस्तै लिक्विडिटी राम्रो रहेन भने, इन्ट्रेस्ट रेट कम रहेन र वृद्धि हुँदै गयो भने, सरकार र एनआरबीबाट बजार मैत्री नीति आएन भने 2400 भन्दा माथिका सपोर्टहरुबाट नै बजार टिक्ने सम्भावना बढी हुन्छ। तर यदि लिक्विडिटी सुक्यो, पोलिसी सक आयो भने, टेक्निकल सपोर्टहरु क्रमशः फुट्दै गए भने 2400 को परीक्षण नेपाली शेयर मार्केटले पुनः गर्न सक्छ भन्ने हाम्रो अनुमान हो।